यो गुगल म्याप हेरेर हिँड्ने मान्छेहरू चाहिँ मलाई खत्रै ट्यालेन्टेड लाग्छ के। मलाई तिम्रो घर गुगल म्याप हेरेर जाऊ भन्यो भने पनि म हराउँछु के। गुगल म्याप हेऱ्यो भने त म तिरिमिरी हुन्छु के। माई ब्रेन इज नट ब्रेनिङ टाइपको हुन्छ। अस्ति म इभेन्टमा जाँदाखेरि रुई यताउता गरेर 2 घण्टापछि बल्ल तल्ल गरेर पुगेको के। पहिला चाहिँ इन्ड्राइभ गरेर जान्छु सोचेको थिएँ, फेरि कजनले चाहिँ स्कुटर हुँदा हुँदा के इन्ड्राइभमा जान्छौ, स्कुटरमै जाऊ, टाइम पनि टन्न बाँकी छ भनेर भन्नुभयो अनि म पनि सोधेर ओके भनेर गएँ है। चण्डोल जानुपर्ने अनि त्यो म्यापमा चाहिँ हाम्स हस्पिटलबाट जानुपर्ने थियो नि त। कहाँ मात्रै हाम्स हस्पिटल त पुरा बुढानील कण्ठको छेउमा छ भनेर सोचेर क्या, अब यतिकै सोचेर गएर मन्टी कटाएर सबै घुमेँ, त्यो गुगल म्याप पनि हेरेँ। फेरि फोनको स्क्रिन अफ हुने बित्तिकै त्यो लोकेसन पनि हराउने रहेछ। बिसाउँछु, डिकीबाट फोन निकाल्छु, म्याप हेर्छु, फेरि घुम्छ यता देखाउँछ उता देखाउँछ, फेरि चप्पल कारखाना आइज भन्छ। मैले फोन गरेर दिपसालाई सोद्धाखेरि मलाई त्यतिखेर चप्पल कारखाना कहाँ छ भनेर बिर्सेछु कि। माई ब्रेन वाज नट ब्रेनिङ क्या त्यतिखेर। पुरै चक्कर लागेको जस्तो घुमेको जस्तो लोकेसन फन घुम्छ। यस्तो रिस उठेन मलाई त। झन् कहाँ के गरेर बल्ल बल्ल 2 घण्टापछि पुगेको क्या म। आई वाज द लास्ट वान क्या। आफैलाई इम्बेरेस फिल भयो क्या। पानी परेको छ, फेरि घाम लागेको छ, यस्तो बिजोग भएको थियो क्या त्यो दिन मेरो। तर बल्ल बल्ल पुगेँ। तर इभेन्ट चाहिँ एकदमै रमाइलो भएको थियो। त्यसपछि चाहिँ मैले कान समातेको छु, नरेना बाबा म यस्तो जान्ने पल्टेर थाहै नभएको ठाउँमा चाहिँ म स्कुटर लगेर जान्न भनेर। त्यसपछि जहिले पनि म त्यो इनड्राइभ याङ्गो पठाउ गरेर जान्छु कि। अनि म चाहिँ अस्ति अर्को इभेन्टमा चाहिँ इनड्राइभ गरेर गएको भरे, त्यो चाहिँ एकदमै मैले चिनेकै ठाउँमा रहेछ कि, नजिक। अनि त्यतिखेर चाहिँ मलाई मेरो स्कुटर लिएर आउनु रहेछ जस्तो फिल भयो। अनि मलाई यो गुगल म्याप हेरेर कसरी हिँड्ने भनेर चाहिँ सिक्न मन छ क्या लास्टै।